घोषकज्यूलाई, उपस्थित सबैजनालाई एकमुष्ट नमस्कार छ मेरो। आज चितवनमा आएर यहाँहरूसँग भेट्न पाउँदाखेरि अत्यन्त खुसी छु। त्यो भेलाको लागि दुःख गर्नुहुने सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। बोल्ने कुरा, सुन्ने कुरा भन्दा पनि महसुस गर्ने कुरा ठुलो कुरो हो। हर्क साम्पाङले के बोल्छ भन्ने भन्दा पनि हर्क साम्पाङले के महसुस गर्छ, तपाईँ के बोल्नुहुन्छ भन्दा पनि तपाईँ के महसुस गर्नुहुन्छ भन्ने कुरा चाहिँ ठुलो कुरो हो। तपाईलाई चोट लाग्दाखेरि मलाई दुख्दैन भने म नेपाली होइन। त्यसो भएको कारणले गर्दाखेरि एउटा नेपालीको घर भत्काउँदै गर्दाखेरि होइन, म सांसद भइरहनु पर्दैन है, म एउटा प्रतिपक्ष दलको नेता भइरहनु पर्दैन, म एउटा मान्छे हुँ भने तपाईको घर भत्काउँदै गर्दा मलाई दुःख लाग्नुपर्छ, नमज्जा लाग्नुपर्छ। त्यो तपाईको घर चाहिँ भत्काउनु हुँदैन भन्ने कुरा मलाई लाग्नुपर्छ। त्यो बोध गरेर म यहाँ आएको छु। फेसबुक मार्फत अब सदन त खुलेको छैन, सदनमा त म अब मैले पहिलो बैठकको पहिलो तपाईको चाहिँ के अरे दिन नै मैले यो विषय राखेको थिएँ, यहाँहरूले याद गर्नुभएको थियो। व्यवस्थापन नगरिकन सुकुम्बासी बस्तीमा डोजर चलाउने, लट्ठी बुट बन्दुक देखाउने है, यो कृत्य गर्नु हुँदैन। एउटा लोकतान्त्रिक सरकारले त्यसो गर्दैन। किनभने 1.5 महिना अगाडि मात्रै हामी तपाईहरुको घर दैलोमा नमस्ते गर्दै आएको थियौं। मलाई भोट दिनुहोस्, म तपाईको घाँसबास कपासको ग्यारेन्टी गर्छु, अन्याय पर्न दिन्न तपाईको जीवनमा, न्यायको ग्यारेन्टी गर्छु भनेर हामी आएको थियौं कि थिएनौं भन्नु त? हो नि। अनि 1.5 महिना नपुग्दै हामीले बिर्सेर फेरि म चाहिँ बेसरी ठुलो भएँ भनेर भयभरको प्रहरी, भयभरको तपाईको छैन के अरे राज्यको बल प्रयोग गर्ने निकायलाई चाहिँ सुकुम्बासी बस्तीमा उतार्नु भनेको त्यो राम्रो कुरा होइन। त्यसो भएको कारणले गर्दाखेरि व्यवस्थापनको बाटोमा सरकार जानुपर्छ भनेर मैले पहिलो बैठकको तपाईको चाहिँ दिन नै त्यो भनेको छु। पहिलो सदनको पहिलो बैठकमा त्यो भनेको छु। यसो हुँदाखेरि यहाँहरु सबैजनालाई म यहाँ आज आउनुको कारण चाहिँ खासमा तपाईहरुलाई भेट्नु पनि थियो, यहाँ हाम्रा श्रमदाताहरू हुनुहुन्छ उहाँसँग भेट्नु पनि पर्ने थियो र तपाईहरुलाई नडराउनुस् है भन्नका लागि पनि म यहाँ आएको। यो देश जनताको देश हो। नेताको देश हो कि जनताको? जनताको। तपाईहरुले चुनेर हामी चुनिने हो, हामी सांसद हुने होला है, अनि सांसदहरुबाट मन्त्री हुने होला, प्रधानमन्त्री हुने होला। हामी आकाशबाट बर्सी झरेको असिना होइन, जंगलमा पलाएको च्याउ होइन। तपाईहरुकै माझबाट तपाईहरुकै भोटले स्थापित भएका मान्छेहरू आउँ केही समयको लागि, सधैँको लागि पनि होइन। फेरि घमण्ड नगर्दा हुन्छ होइन। त्यसले गर्दाखेरि हामीले त्यो बिर्सनु हुँदैन भनेर म सरकारलाई भनि नै रहन्छु। सरकार असफलताको बाटोमा जानु हुँदैन भन्ने मेरो प्रयत्न हो। हर्क साम्पाङले दिनमा 10,000 15,000 गाली खाई पनि किन सरकारलाई चाहिँ त्यसो भनिरहन्छ भन्दाखेरि सरकारलाई लगाम बिनाको घोडा जस्तो गरेर छोडिदिँदाखेरि दुर्घटना हुन्छ, जनताले दुःख पाउँछ है। असफलताको बाटोमा जान्छ सरकार भनेर मैले खबरदारी गरे। एउटा प्रतिपक्ष दलको सांसद भएको नाताले, नेता भएको नाताले, प्रतिपक्ष दलको नेता भएको नाताले मैले त्यो भन्नुपर्छ। त्यो चाहिँ मेरो संवैधानिक कर्तव्य हो। त्यो कर्तव्य पूरा गरिरहेको कुरा पनि म जानकारी गराउन चाहन्छु। अब यहाँ पूर्ववक्ता यही बसोबाससँग सम्बन्धित संघर्ष गरेर लामो समय व्यतीत गरेर आउनुहुने पूर्ववक्ताजीहरूले राम्रो कुराहरू राख्नु भएको छ। उहाँहरूले के पनि भन्नुभएको छ भने खबरदार तपाईले चाहिँ कुरा उठाइराख्नुहोस् है भन्नुभएको छ। तपाईहरुले कुरा नउठाउनु भन्दा पनि म कुरा उठाउँछु। म चाहिँ त्यस्तो मान्छे हो। तपाईहरुले भयो हाम्रो बारेमा नबोल्दे, हाम्रो बारेमा नलडे भनेर भन्नुभयो भने पनि म तपाईहरुलाई अन्याय पर्दा म एक्लै भए पनि बोलि नै रहन्छु। किनभने म एउटा मान्छे हुँ, मान्छे हुँ। म न्यूनतम एउटा मान्छे हुँ नि त। एउटा मान्छेलाई अर्को मान्छेलाई अन्याय परिरहेको सहन सक्ने स्थिति हुन्न।
त्यसले गर्दाखेरि हामी सबैजना पहिला मान्छे बनौँ। कतिलाई लाग्ला राजनीति गर्न आयो, भोट माग्न आयो फेरि भन्ने तपाईँहरूलाई लागेको छ भने त्यो भ्रम हो। तपाईँ नेपाली हुनुहुन्छ, म नेपाली हुँ, तपाईँ मान्छे हो, म मान्छे हुँ है। एउटा मान्छेलाई बाँच्नका लागि धेरै कुराहरू चाहिन्छ। घाँस बाँस कपास त्यसको आधारभूत आवश्यकता भित्र पर्यो। घर भन्ने कुरा मान्छेको सामाजिक प्रतिष्ठासँग जोडिन्छ होइन। तपाईँको नाम के हो भनेर सोधेपछि तपाईँ घर कहाँ हो भनेर सोध्छ। तपाईँ घर छ कि छैन भन्ने कुराहरू हुन्छ। चाहे ठुलो 10 तले घर होस् या चाहिँ तपाईँको सानो झुपडी, मान्छेलाई आफ्नो घर प्यारो हुन्छ। त्यो घरै आएर भत्काइदिने अनि त्यहाँदेखि तपाईँको होल्डिङ सेन्टरमा गएर चाहिँ बस्नुपर्छ, लजमा गएर बस्नुपर्छ, एउटा सानो टेन्टमा बस्नुपर्छ भनेर भन्यो भने त्यो हामीले स्वीकार्य होला त? हुँदैन नि। भोलि पाहुना आयो भने कहाँ बोलाउनु होइन। के अरे सम्धि सम्झेनाको धनी छौँ हामी यहाँ होइन। छोरा बुहारीको धनी छौँ। एउटा सानो कोठाभित्र सुत्ने सबैजना। भेडा बाख्रा त होइन होला नि त हामी होइन। भेडा बाख्रा भए त न ठिकै पनि छ होइन। अब केटाकेटी सानो हुँदाखेरि मात्रै तपाईँको आमा बाउसँग सुत्छ, सामाजिक चलन हो त्यो होइन। छोरा ठुलो भइसक्यो, बुहारी ल्याइसक्यो, एउटै कोठामा चाहिँ तपाईँको आमा बाउ के अरे छोरा बुहारी हामी सुत्छौँ त? सुत्दैन। अनि त्यो होल्डिङ सेन्टरमा राख्नु भनेको चाहिँ समाधान होइन, समाधान हुँदै होइन त्यो। त्यसो भएको कारणले गर्दाखेरि समाधानको पाटो के हो त भनेर यदि सरकारले सोध्न चाहन्छ भने जहाँ हामी बसिरहेका छौँ त्यहीँ बस्नु पाउनुपर्छ भन्ने माग हो जस्तो मलाई लाग्छ, हो कि होइन? कुरा क्लियर छ है, कुरा क्लियर छ। त्यसो भएको कारणले गर्दाखेरि त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। बस्ती उठाउनेतर्फ सरकारले जोर जफत गर्नु हुँदैन। अन्यथा नेपाली जनता नै सार्वभौम जनता हो, जुन जनताले भोट दिएर हामी सांसद पनि भएको छौँ, प्रधानमन्त्री पनि भएको छौँ, विभिन्न भएको छौँ, त्यो सबै कुरा खोसिन सक्छ र हामी सडकमा आउन सक्छौँ। उदाहरणहरू धेरै टाढो जानु पर्दैन। जेएनजी आन्दोलनको यसो चाहिँ झलक हेर्दाखेरि थाहा भइहाल्छ होइन। हिजो बेसरी माथि माथि बस्ने मान्छेहरू आज कता छन् भन्ने कुरा नेपाली जनताले निर्धारण गरिदिनु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि हामी त्यसतर्फ हामीले बल गर्नु हुँदैन भनेर सरकारलाई म ध्यान आकर्षण गराउन चाहन्छु। पर्सि हाम्रो सदन छ, त्यहाँ पनि हामी कुरा उठाउने नै छ। यहाँहरू सबैजनालाई म चाहिँ के अरे धन्यवाद दिन चाहन्छु। यहाँहरू उपस्थित हुनुभएको छ, आफ्नो विचार राख्नुभएको छ। म तपाईँलाई सल्लाह के दिन चाहन्छु भने एकत्रित भएर बस्नुहोस् है। यहाँ तपाईँहरू कोही एमालेको, कोही कङ्ग्रेसको, कोही माओवादी, कोही श्रम संस्कृति, कोही रासपाको भन्ने होइन है। तपाईँहरू पीडित सुकुम्बासी अव्यवस्थित बसोबासी हो त्यो भन्ने कुरामा तपाईँ सचेत रहनुहोस्। तपाईँहरूको यो भिडभित्र पार्टी घुस्यो भने तपाईँहरू तितर बितर हुनुहुन्छ, 5-5 जना 10-10 जनामा विभाजित हुनुहुनेछ र त्यसो भयो भने सरकारलाई हेप्न सजिलो हुन्छ है। सरकारले हेप्न सजिलो। थुप्रै छन् मिडियाका तपाईँको चाहिँ के अरे हाम्रा मिडिया चलाउने साथीहरूलाई म उहाँहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूको मिडिया पनि गरिब दुखीको पक्षमा चल्नुपर्छ। हर्क साम्पाङको बारेमा यहाँलाई अब के सुनाइएका छन् होइन, के तपाईँले बुझ्नु भएको छ? वास्तवमा म चाहिँ राजनीतिमा किन आएँ भन्दाखेरि गरिब दुखी, असहाय, दुखी, पीडित, दलित होइन, शोषित हरूको पक्षमा आवाज बुलन्द गर्दै आएको एउटा एकल अभियन्ता भएको नाताले म चाहिँ सामाजिक न्याय स्थापित हुनुपर्छ भन्ने कारणले गर्दा नै आएको। तपाईँले देखिराख्नु भएको होला होइन, लाइन लागेर ढुङ्गा बोकिरा हुन्छौँ, के गरेर देश विकासको बाटोमा, देश न्यायको बाटोमा, समृद्धिको बाटोमा अघि बढ्नुपर्छ भन्ने मेरो बुझाइ छ। त्यसको लागि चाहिँ म चाहिँ आएको। त्यसले गर्दाखेरि दुखी गरिबलाई पीडा दिएर विस्थापित गरेर होइन, झुपडीहरू भत्काइदिएर अहिले तपाईँको चाहिँ काठमाडौँमा त्यो नदीको किनारामा भत्किएका घरहरू भएको ठाउँमा जाँदाखेरि त्यही मान्छेहरू बसिराख्नु भएको छ। एउटा जस्ता ओढेर त्यही रात म त बिताउँछु, यहीँ बिताउँछु, म जाँदिनँ होल्डिङ सेन्टरमा भन्नेहरू थुप्रै हुनुहुन्छ। कोही होल्डिङ सेन्टरमा जानु भएको छ, भातै आउँदैन, बिजुली नै छैन, केटाकेटी कहिले स्कुल जाने, बिजोगको अवस्था छ। यसो नगर्नु पर्ने थियो सरकारले। द्याट्स रङ मुभ, भेरी रङ मुभ है। गलत तपाईँको चाहिँ के अरे कदम सरकारले चालेको छ। हामीले
तपाईँको चाहिँ के खबरदारी गर्नै पर्छ, सबैजना मिलेर खबरदारी गर्नै पर्छ। डोजर आतंकले देशमा सुशासनको ग्यारेन्टी हुँदैन। हामीले किनिदिएको हो प्रहरीको तपाईँको लुगा, प्रहरीको तपाईँको चाहिँ नि लट्ठी, यहाँ पनि प्रहरी साथीहरू हुनुहुन्छ, उहाँहरूले लगाइराखेको ती सारा कुरा जनताको ट्याक्सबाट किनिएको हो कि होइन? अनि तिनै जनतालाई तपाईँको चाहिँ नि दमन गर्नका लागि सरकारले प्रयोग गर्नु हुँदैन प्रहरीलाई। म त्यो भन्न चाहन्छु। साँच्चै नै हामी सक्छौँ भने हाम्रो देशको भूगोलहरू बचाउँ न, लिपुलकतिर होइन सेनाहरूलाई पठाउँ। नेपाली सेनालाईसम्म पनि तपाईँको चाहिँ चौथो घेरामा भनेर सुकुम्बासी बस्तीमा निकाल्नु भनेको यो अत्यन्तै तपाईँको चाहिँ के अरे पाशविक, अत्यन्तै असंवैधानिक, अत्यन्तै आतातायिक कदम चाहिँ सरकारले चालेको कुरा म चाहिँ भन्न चाहन्छु। त्यसो गर्नु हुँदैन। नेपाली सेना त बोर्डरमा राख्ने हो, सुकुम्बासी बस्ती भत्काउनका लागि बन्दुक बोकेर पठाएर हुन्छ होइन? जनतालाई आतंकित बनाएर, जनतालाई आक्रोशित बनाएर, जनतालाई आन्दोलित बनाएर सुशासनको कल्पना गर्न सकिँदैन लोकतन्त्रमा। र त्यो तरिकाले म देश चलाउँछु भनेर गयो भने यहाँ कत्रा कत्रा राजा महाराजाहरूले सत्ताको कुर्सी छोडेर भाग्नु परेको इतिहास हामी होइन स्मरण गर्छौँ, स्मरण गराउँछौँ। त्यो चिज त्यसले गर्दाखेरि म यहाँहरूलाई के भन्नका लागि हामी यहाँनिर चाहिँ आज आएका छौँ भन्दाखेरि अरू होस् या नहोस् हर्क साम्पाङ चाहिँ तपाईँसँग हुन्छ। अरू होस् या नहोस् है, तपाईँलाई घाउ लाग्दाखेरि मलाई दुखेन भने म नेपाली नै होइन, म नेपाली नै होइन भने म सांसद त धेरै परको कुरा हो। त्यसले गर्दाखेरि त्यो पीडा बोध भएर म यहाँ आएको छु। यहाँहरू सबैजनालाई म एकाबद्ध भएर रहनका लागि अनुरोध गर्न चाहन्छु। हामी एउटा उदाहरण हुन त खराब उदाहरण हुन सक्छ, जङ्गलमा होइन तपाईँको चाहिँ बाघले हुन त त्यसो भन्दा फेरि हामी त्यसरी तुलना गरे होइन, एउटा एकता भनेको के हो भन्ने कुरा मात्रै मैले भन्न चाहेँ। जब अर्नाको हुललाई चाहिँ तपाईँको चाहिँ बाघले खेदाउन थाल्छ, बाघहरूले खेदाउन थाल्छ, त्यो अर्नाहरू एक ठाउँमा राउन्जेलसम्म सुरक्षित रहन्छ। जब त्यो हुलबाट कुनै एउटा अर्ना चाहिँ बाहिर गयो भने त्यसलाई चाहिँ लगेर शिकार गर्छ। त्यो भन्नको मतलब चाहिँ मैले यहाँ भन्न खोजेको कुरा के छ भने तपाईहरू काठमाडौँमा त्यसो हुँदैछ, यहाँ मलाई के भयो र ऊ त्यहाँ मात्रै त हो, त्यहाँ मात्रै रहेछ, यहाँ यता केही हुँदैन भन्ने हिसाबले लाग्नु भयो भने तपाईँहरूको घर पनि भत्कन सक्छ है। अरूलाई पर्दाखेरि आफूलाई दुखेको महसुस गर्नुहोस्, त्यहाँ गएर सघाउ पगाउ गर्नुहोस् है। यदि त्यसरी बस्नुभयो भने सुरक्षित बन्न सक्छ। हामी सुरक्षित बनाऊ, यो देश हाम्रो हो, हामी सबैको हो कि होइन? यो देश हो। त्यसले गर्दाखेरि यो देश हामी सबैको रहिरहनका लागि, हाम्रो बस्ती हाम्रो आफ्नो रहिरहनका लागि हामी एकाबद्ध भएर बसिरहनुपर्छ। त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनासँग यो छोटो भेट भयो, यसका लागि अत्यन्तै म तपाईँको चाहिँ धेरै धन्यवाद दिन चाहन्छु हाम्रो साथीहरूलाई। तपाईँहरूसँगै म छु। यहाँ सहकारी पीडितको पनि एउटा उदिनु भएको छ है। यो देशमा थितिको शासन बसोस्, हामी सबैजना इमान्दार बनाऊ, हामी सबैजना तपाईँ म सबैजना हामी इमान्दार बनाऊ। कोहीले कसैलाई ठग्नु नपरोस्, यो देशमा कोहीले कसैलाई अपमान गर्नु नपरोस् होइन। त्यस्तो खालको एउटा उदाहरणीय देशको कल्पना गरौँ भन्ने चाहिँ के अरे म अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। तपाईँहरूसँग फेरि पनि हामी भेट्नेछौँ, आवश्यकता पर्दाखेरि म फेरि पनि आउनेछु। आवाज हामी सदनमा पनि गुन्जाउनेछौँ, सडकमा पनि गुन्जाउनेछौँ। कसको लागि गुन्जाउनेछौँ भन्दाखेरि हाम्रो आफ्नो अधिकारको लागि गुन्जाउनेछौँ होइन हो। यो यति भन्न चाहन्छु र यहाँहरू सबैजना को चाहिँ के अरे समयको लागि हार्दिक धन्यवाद दिँदै यहाँहरूबाट बिदा हुने अनुमति पनि म लिन चाहन्छु, हामी लिन चाहन्छौँ। बाटो लामो छ, त्यसो भएको कारणले अन द वे समय पनि लाग्ने हुन्छ। हामी सधैँभरि भेटि नै रहनेछौँ एक खालको है। म जहाँ भए पनि तपाईँहरूको पक्षमा बोलि नै रहनेछु, यति भन्न चाहेँ। नमस्कार। धेरै धेरै धन्यवाद संस्कृति पार्टीका अध्यक्ष एवं माननीय हर्क साम्पाङज्यूलाई। अवश्य पनि तपाईँ हाम्रो